लोड सेडिङ समस्या र चुनौती निबन्ध। नेपालमा विद्युत आपूर्तिको अभाव पुरानै समस्या हो, जसलाई सामान्यतः लोड सेडिङ भनेर बुझिन्छ। दशकौंदेखि यो चुनौती निरन्तर रहँदै आएको छ। विद्युत उत्पादन अपेक्षाकृत रूपमा न्यून रहनु र औद्योगिकीकरण तथा अन्य क्षेत्रमा यसको माग दिन प्रतिदिन बढ्दै जानु लोड सेडिङको प्रमुख कारणहरू हुन्। नेपालमा ऊर्जा विशेष गरी विद्युत आर्थिक विकासका लागि अत्यावश्यक छ, तर यो अभावकै कारण देशको औद्योगिकीकरण प्रगति र दैनिक जीवन प्रभावित भइरहेको छ। हाल नेपालमा करिब 1200 मेगावाट विद्युतको माग छ, तर वर्षाको समयमा करिब 1000 मेगावाट र हिउँदमा मात्र 500 मेगावाट उत्पादन हुन्छ। यसले गर्दा वर्षा र हिउँद दुवै मौसममा उपभोक्ताहरू लोड सेडिङको मारमा परिरहेका छन्। देशभर करिब 60% घरधुरी मात्रै विद्युतीय सुविधामा पहुँच राख्दछन्, जुन न्यून आँकडा हो। त्यस्तै औद्योगिक वृद्धि दर पनि अपेक्षित रूपमा वृद्धि हुन सकेको छैन। विद्युत अभावका कारण उद्योग, कृषि, सिँचाइ, खाद्यान्न भण्डारण तथा अन्य सेवाहरू प्रभावित भइरहेका छन्। यसले समग्र आर्थिक वृद्धिमा नकारात्मक असर पुर्याइरहेको छ। जब छिमेकी देशहरू दोहोरो अङ्कको आर्थिक वृद्धि दर हासिल गरिरहेका छन्, नेपाल भने मात्र 4% हाराहारीमा सीमित रहन बाध्य छ। लोड सेडिङको समाधानलाई केवल सरकारी जिम्मेवारी मात्र होइन, राष्ट्रिय चुनौतीका रूपमा स्वीकार गर्न आवश्यक छ। विद्युत अभावलाई हटाउन सरकारले ठोस नीति अवलम्बन गर्नुका साथै विपक्षी दल, निजी क्षेत्र र स्थानीय जनताको सहकार्य आवश्यक छ। नेपालमा जलविद्युत उत्पादनका लागि अपार सम्भावना छन्, जुन सदुपयोग गर्न सके ऊर्जा सङ्कटको समाधान गर्न सकिन्छ। निरन्तर बहने नदीहरूलाई प्रयोग गरी थप जलविद्युत आयोजनाहरू सञ्चालन गर्नु अत्यावश्यक छ। यसका लागि आवश्यक लगानी भित्र्याउन सरकार अग्रसर हुनुपर्छ भन्ने निजी क्षेत्रले पनि सक्रिय भूमिका खेल्नुपर्छ। विद्युत उत्पादनमा अवरोधको अर्को प्रमुख कारण स्थानीय स्तरमा देखिने असहयोग र राजनीतिक हस्तक्षेप हो। यसलाई हटाउन सरकारले विशेष नीति ल्याउनु आवश्यक छ। यदि स्थानीय जनतालाई प्रत्यक्ष सहभागिता गराएर आयोजना निर्माण गरिएमा द्रुत रूपमा लक्ष्य हासिल गर्न सकिन्छ। लोड सेडिङ राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा प्रमुख अवरोध बनेको छ। विभिन्न देशहरूले छोटो समयमै विद्युत उत्पादनमा कसरी उल्लेखनीय वृद्धि गरेका छन् भन्ने अध्ययन गरी तिनका सफल अभ्यासहरू नेपालमा लागू गर्न जरुरी छ। समृद्ध नेपालको आधार ऊर्जाको विकास नै हो। त्यसैले लोड सेडिङ समस्या समाधान गर्न सबै पक्ष एकजुट भई दीर्घकालीन समाधानको मार्ग अपनाउनु अनिवार्य छ। हाम्रो यस भिडियो तपाईँलाई कस्तो लाग्यो? शिक्षासँग सम्बन्धित यस्तै भिडियोहरू हेर्नको लागि हाम्रा भिडियोहरूमा लाइक, कमेन्ट, सेयर र च्यानलमा सब्स्क्राइब गर्न नबिर्सिनुहोला।